एकदमै रमाइलो लाग्यो है यो हाम्रो कतिको हाइटमा छ अरे 12,313 फिट त्यहाँ 13 थियो भने त यहाँ त धेरै होला अलिकति है धेरै छ एकदमै रमाइलो 13 फिट भन्दा त यहाँ त झन् अरू बढी नै होला नि है चाहिँ बढी होला त्यहाँभन्दा एकदमै रमाइलो लाग्यो यो हाम्रो सिक्किम भ्रमणमा हाम्रो राजु सरले मलाई एकदमै राम्रो गरिदिनु भएको छ यहाँ अगाडिसम्म हेर्नु न म त यो ब्रो भनेर बोलाएको छु सम्झेँ ब्रो भनेर अलि भिडियो भइरहेछ ओके आई लभ ब्रो ब्रोको फुल फर्म के अरे यो बोर्डर रोड अर्गनाइजेसन त्यस्तो रहेछ साह्रै रमाइलो अब यहाँबाट हामी अलिक पहाड जाउँ चाइना पर्छ चाइनाको त्यो नाथुङ के अरे नथुला बोर्डर पर्दो रहेछ त्यहाँ जानको लागि अब हामीलाई चाहिँ यहाँ अलाउड छैन होइन त्यसले गर्दाखेरि धेरै रमाइलो ठाउँ छ त्यहाँ केबल कार छ यो लेकको नाम के अरे छङ्गु लेक करिब करिब हाम्रो यो सिक्किम 5 दिनको बसाइमा साह्रै रमाइलो भयो दार्जिलिङ पनि अब घुमिन्छ होला सायद अब उहाँ पनि जाने भइरहेको अहिले रमाइलो हुन्थ्यो होला कति रमाइलो पाहाड अब पछि हिउँ पऱ्यो भने त यो सबै ढाकिन्छ सबै ढाकिन्छ पुरै वाइट पुरै सफ्ट सेतो हुन्छ यो त्यतिखेर झन् अझै रमाइलो खालको देखिन्छ ए ल ठिक छ थ्याङ्क यू अब हामी यहाँबाट अब फर्किन्छौँ होइन फर्किएर हामीले बिचमा यसो अरू प्रोडक्सन ठाउँहरू पुग्छौँ त्यसपछि हामी आजै नै नेक्स्ट डेस्टिनेसन द्याट इज दार्जिलिङ